अनि अहिले म चाहिँ यहाँ किन आइरहेको त यो प्रश्न हिजो त्यहाँ मलाई जङ्गी अड्डा अगाडि पनि एकजना पत्रकार साथीले गर्नु अब देशै सङ्कटमा परेको बेला म जस्तै देशलाई माया गर्ने मान्छेले आँखा चिम गरेर म निदाएन पनि 2-4 रात निदाएको छैन यो आन्दोलन त्यो जलजली त्यो गोली लागेर ढलेको नानीहरू त्यो गिदी लगेर उता नमस्ते गर्दै गरेकोहरू त्यो देख्दाखेरि सम्झिँदाखेरि 2-4 दिनको सपना जस्तो लागिरहेछ क्या त्यस्तो घटनाहरू कसरी घट्यो किन घट्यो घट्नु पर्थ्यो कि पर्नु पर्दैन थियो त ठुलो समस्याको विषय छ नि होइन अनि त्यस्तो देखि त्यस्तो गरी म त नर्मल छु चिल भएर म बस्न सकेन त धरानमा नसकेर आएको मलाई चाहिँ पिर लागेर आएको अरू केही होइन पिर लागेर आएको जलिरहेछ दनदनी है जे पनि जलिरहेछ मेरो